मनरी फिस पार्कको चाहिँ नि यात्रा घुमघाम। यहाँनिर चाहिँ नि स्विमिङ पुल बनाउँदै रहेछ अहिले, पहेँलो पानी पछि गएर निलो पानी हुन्छ यहाँ, होइन दाइ? एकदम चाहिँ नि पिकनिक पार्क भन्दा नि यो एकदम घुम्ने स्थल, एकदम लभ पर्ने डेटिङ बस्ने ठाउँ। चट्ट लाएर यता हेर्नु होला, चट्ट है सरर तल जाँदा डुङ्गा हेरौँ, भ्याग्दो जस्तो डुङ्गा रहेछ त्यहाँ। हाँस सिरिरी बतासै चल्यो, सिरिरी बतास पनि चल्या छ। चट्ट लाएर सलघारीमा मनरी हो, तर यो सलघारी भन्न एकदम मनपर्ने मैले चाहिँ सालै साल रहेछ। यो हामी बस्ने ठाउँ होला फेरि दाइ। संरचना बन्ने क्रम जारी रहेछ। यो खासमा बनाउनु लागेको स्विमिङ पुलै रहेछ दाइ। हेर्नु नि, निर्माण कार्य विचाराधीन रहेछ। ढुङ्गा यो हामीले खुट्टाले चलाएर लानुपर्ने रहेछ है। बाँधेर खोइ कहाँ यो सञ्चालनमा नआएको धेरै भएर रहेछ। यो इन्जिन स्टार्ट पनि हुन्छ क्या? यो खुट्टल चलाउने साइकल पैँताला हुन्छ त त्यहाँ। कुन ह्यान्डल दाइ? प्लास्टिक होला यो, होइन? सिमेन्टिक जस्तो देखेर हेर्दै है। जाउँ न यता यहाँ। यो के भन्नु दाइ? यो ठुलो ए वृद्ध आमा घर तपाईँको। यहाँ अशक्त चाहिँ घरमा चाहिँ नि छोरा बुहारीले चाहिँ नि नरुचाउने आमाहरू ल्याएर यहाँ राख्नु रहेछ दाइ, होइन? त्यही त नि, यो चाहिँ यस्तो चाहिँ धर्म कमाउने ठाउँ आमा घर। नाम चाहिँ आमा घर रहेछ। पहिलोचोटि घुम्न आएका छौँ मकवानपुर जिल्लामा रहेको मनरी गाउँपालिका, होइन दाइ? मनरी गाउँपालिकामा रहेको चाहिँ यो पिस पार्कमा सरर घुम्दैछौँ। रमणीय ठाउँ छ। तपाईँहरू पनि पाइप परेको खण्डमा, घुम्दै आएको खण्डमा चाहिँ बाटोमा पऱ्यो भने पसेर एकचोटि चाहिँ अवलोकन गर्नु होला।